everyone, welcome back to my YouTube channel. आज चाहिँ हामी भिजिट सँगसँगै पिकनिकको लागि तारकेश्वर भन्ने ठाउँमा गइरहेका छौँ। फाइनली एभ्रिवान हामी पिकनिकको लागि हामी गाडीमा चढ्ने नै वाला छौँ। यसलाई राखेर त्यो भोलिले गरेर फर्किन्छ क्या। बमिट बचाउने मान्छेहरु के त्यही त एउटा मान्छे यस्तो नेचुरल ब्युटी हामी यस्तो यस्तै ब्युटी हेर्दै हेर्दै गइरहेका छौँ। टुर प्लस पिकनिकमा म्यामहरु अगाडि हुनुहुन्छ, गीत बजिरहेछ, साथीहरु यता छन्, सब साथीहरु कोही कोही यता सुतिरहेछन्, सबको यस्तै छ। हामी उठिसकेको छौँ हैन, गाडीदेखि पुरै पछि बाटो अप्ठ्यारो बाटो हुँदै हुँदै हामी यहाँसम्म बस पनि आउँदैछ, देख्न सक्नुहुन्छ। यहाँ तारकेश्वर मन्दिर भन्ने यहाँ लेखेको रहेछ। यहाँ हाम्रो विभूतिहरूको पनि बक्सहरू लेखेको रहेछ। तारकेश्वर मन्दिर जाने बाटो हो।
यो चाहिँ हाम्रो बस हो ल यसै गरी यस्तो रहेछ बाटो यहाँ बस्ने ठाउँहरू पनि रहेछ यसै गरी उतासम्म मलाई यता घुम्न जाने ठाउँ जस्तो लाग्यो के छ अब हेरौँ यता हेरौँ अब फरेन क्यामेरा के त्यस्तो यहाँ बाइकहरू पार्किङहरू पनि रहेछ निःशुल्क पार्किङ भनेर लेखेको पनि रहेछ यता हाम्रो क्याट्रिन रहेछ क्यान्टिन हो क्याट्रिन भन्छ क्याट्रिन रहेछ यता गाडी राखेको साथीहरू अगाडि जाँदैछ पछाडि आउँदै हुनुहुन्छ कस्तो रह्यो यहाँ आउँदासम्मको यात्रा एकदम रमाइलो नयाँ ठाउँमा आइयो रमाइलो भन्दा नि मलाई चाहिँ निन्द्रा लागिरहेको थियो अगाडि चाहिँ सर स्पोर्टमा जानुपर्छ भन्ने हिजो राति सुतेनौ क्या हो नि त्यही भएर सर त्यही भएर हिजो खुसीले सर यो चाहिँ हाम्रो क्याटरिङ फिड गरेको रहेछ यो बस्ने ठाउँहरू बनाएको रहेछ यहाँदेखिको भ्यू यस्तो देखिन्छ सल्लाहहरू पनि रहेछ यहाँ पुरै यहाँ फोहोर ठाउँ पनि रहेछ अब एकछिनपछि हामी माथि जान्छौँ यति यो टाइममा हाइकिङ हुने क्या छातीमा मेरो यो छोटो भोटो कम्मरमा खुर्पेटो सोधरा मलाई मनको धानी पाउनेमा छैनौ म जस्तो कोही केटो हामी माथि बाटो झुकेको थियो एकछिन झुकेको बाटोबाट पनि यता आइसकेको छौँ भ्यू पनि मस्तै देखेको छ तर मलाई चाहिँ यो भ्यू पनि मन परिरहेको छ होइन यो हामी कहाँ गएको हो यही थाहा छैन पुरै गाउँको फिल आइरहेछ गाउँ पुगे जस्तो फिल आइरहेछ गाउँ हो त यो नि भिडियो बनाउनलाई यो गाउँको फिल आइरहेछ क्या मलाई त्यो लाग्यो सबभन्दा राम्रो यार सुन इन्जोइङ मलाई एउटा ठाउँमा त्यो सबभन्दा राम्रो इन्जोइङ यता के घर जस्तो पनि छ खाजा पाइन्छ आइरहनु कार आयो यतातिर मलाई सबभन्दा राम्रो त उ त्यो लाग्यो पुरै भ्यू त त्यो राम्रै छ एउटा गोल दिन राम्रो नभएको कारणले गर्दा होला राम्रो आइरहेछ होइन त्यो अगाडि गाई पनि छ सुन यस्तो देखिन्छ त्यतातिर घाम लाग्छ यहाँतिर छाया छ त्यो माथि फेरि घाम लाग्छ यहाँ पर के हो यो त्यो केही उद्योग जस्तो हामी मन्दिरमा पुगे जस्तो लाग्दैछ अब हेरौँ पुगिन्छ कि पुगिँदैन यस्तो चाहिँ पुरै हिँडिरहेको छ पुरै गलिरहेछौँ क्या यो भिजिट होइन यो आज मान्छे मर्ने दिनमा आएछ जाडो पनि छ पानी पर्ला जस्तो छ छाता ल्याइएन हेर्नुहोस् यस्तै छ यस्तै छ पारा भोलि स्कुल जान नसक्ने भयो अब यो चाहिँ हाम्रो मन्दिर आयो मलाई मन्दिर यही नै हो जस्तो शङ्खा लागेको छ है शङ्खाले भेट खान्छ खाँदैन यो मन्दिर त उतार देखेँ यार मैले यो मन्दिर उसले उतादेखि देख्यो अरे मसँग चिन्टु हाई हाई गाइस
मसँग चिन्छु मलाई मन्दिर एक जस्तो लाग्यो वेट म मन्दिर देखाउँछु मन्दिर चाहिँ एकदम ठुलो रहेछ यहाँ आएपछि चाहिँ आएको पनि केही काम लाग्यो कि जस्तो भइरहेछ अब हेरौँ भित्र छिरौँ एकछिन रोक्नु लाग्छ भने आउँथ्यो त्यसको के कस्तो रहेछ त्यो ठाउँ यस्तो रहेछ यहाँ गाडीहरू पनि ल्याउन मिल्ने ठाउँ रहेछ गिर्ने त होइन मजा नगर्न जान्छ